एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। सबैजनाले चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। आज चाहिँ म कुन विषयमा कुरा गर्दैछु भन्ने कुरा त हजुरहरूले थाहा पाइसक्नु भएको होला। र यदि हजुरहरू चाहिँ जापानमा हुनुहुन्छ र हजुर चाहिँ जापानिज भाषा पढ्न चाहनुहुन्छ भने चाहिँ मेरो भिडियोलाई फुल वाच गर्नु होला। के हजुरहरू पनि जापानिज भाषा पढ्न चाहनुहुन्छ? जापानमा हुनुहुन्छ भने चाहिँ जापानिज भाषा पढ्न नचाहने त को नै हुन्छ होला र है। स्पेशली चाहिँ स्टुडेन्टहरू गएर पढ्नुहुन्छ र डिपेन्डेन्टहरूको लागि हो है त यो भिडियो चाहिँ। जो डिपेन्डेन्टहरू हुनुहुन्छ घरमा अलि खाली हुनुहुन्छ भनेपछि चाहिँ यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। जापानमा हुनुहुन्छ हजुर चाहिँ डिपेन्डेन्ट भिसामा आउनु भएको छ, जापानिज भाषा चाहिँ छैन, जापानिज भाषा पढ्नु भएको छैन, नेपालबाट पनि पढेर आउनु भएन, यहाँ जापान गएर पढ्ने हो भन्ने सोचिन्छ अनि त्यसपछि जापान आएर पनि पढ्नु भएको छैन भनेपछि चाहिँ अब हजुरले चाहिँ पिल लिनु पर्दैन। हजुरलाई जापानिज भाषा पटक्कै आउँदैन भने पनि हजुरले चाहिँ पिल लिनु पर्दैन, किनकि जापानमा हामीले सजिलै फ्रीमा जापानिज भाषा पढ्न सक्छौँ। जापान गभर्मेन्टले चाहिँ हामीलाई विदेशीहरूलाई चाहिँ स्पेसली जापानिज भाषा आउँदैन भनेर चाहिँ क्लासहरू सुरु गरेको छ। क्लासहरू कसरी जोइन गर्ने, कताबाट जोइन गर्ने, कसरी पढ्ने भन्ने सोचिराख्नु भएको छ भनेपछि चाहिँ आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई डिटेलमा भन्ने छु। सो भिडियो स्किप नगरी चाहिँ लास्टसम्म हेर्नुभयो भने चाहिँ हजुरहरूले थाहा पाउन सक्नुहुनेछ र हजुरहरू पनि पढ्न सक्नुहुनेछ। आउनुहोस् है त अब ढिलो नगरी टपिकतिर लागौँ। सो यदि हजुर जापानिज भाषा पढ्न चाहनुहुन्छ भने चाहिँ हजुरको नजिक रहेको कतै सेक्सो हुन्छ भने चाहिँ कतै कोएक्सो हुन्छ र हजुरले चाहिँ त्यहाँ गएर चाहिँ जापानिज भाषा क्लास कहिले हुन्छ, कतिखेर हुन्छ, जापानिज भाषा क्लास हुन्छ कि हुँदैन भनेर त्यहाँ गएर हजुरले सोध्नुभयो भने चाहिँ हजुरहरूलाई चाहिँ त्यहाँ डिटेलमा भनिदिनुहुन्छ। यदि उनीहरूको त्यही क्लास हुन्छ भने चाहिँ यहीँ हुन्छ, यतिखेर हुन्छ भनेर भनिदिनुहुन्छ भनेपछि चाहिँ यदि उनीहरूको त्यता क्लास छैन भने चाहिँ उनीहरूले चाहिँ यो ठाउँमा हुन्छ, यसरी हुन्छ भनेर एउटा पेपर दिनुहुन्छ। र मैले चाहिँ यो कुरा कसरी भनिरहेको छु भनेपछि चाहिँ मैले चाहिँ सेक्सोमा गएर क्लास हुन्छ कि हुँदैन भनेर बुझेको थिएँ र मलाई पनि उहाँहरूले चाहिँ एउटा पेपर दिनुभएको थियो र यहाँ रहेको नम्बरमा फोन गर्नु होला। यो चाहिँ जापानिज ल्याङ्ग्वेज क्लासको लागि नम्बर हो र यसमा गएर हजुरहरूले फोन गर्यो भने चाहिँ हजुरले फोन गर्नु होला र यहाँ हजुरले सबै कुरा बुझ्न सक्नुहुन्छ भनेर मलाई भनेको थियो। यहाँ चाहिँ हजुरहरूको चाहिँ कति दिन क्लास हुन्छ, कुन समयमा हुन्छ सबै लेखिदिएको हुन्छ र हजुरले चाहिँ त्यहाँ गएर त्यसपछि हजुरलाई चाहिँ पढ्न मन छ भने चाहिँ हजुरले चाहिँ त्यो नम्बरमा फोन गरेर नाम टिपाउनु भयो भने चाहिँ हजुरहरू चाहिँ जहिलेदेखि क्लास सुरु हुन्छ त्यहिलेदेखि जान सक्नुहुन्छ। उहाँले हजुरको नाम टिपिसकेपछि चाहिँ अब त्यसपछि अब कुन दिनदेखि क्लास हो त्यो दिनदेखि हजुर जानु होला र हजुरलाई चाहिँ त्यहाँ नाम भन्नु होला, आफ्नो नाम भन्नु होला अनि त्यसपछि हजुरलाई चाहिँ त्यहाँ क्लासमा लगिन्छ र त्यहाँ हजुरको नाम सोधिन्छ अनि त्यहाँ चाहिँ हजुरले एउटा फर्म भर्नुपर्ने हुन्छ। त्यो फर्म भरिसकेपछि चाहिँ अब हजुरलाई चाहिँ हिरागाना कातागाना कतिको आउँछ भनेर चेक गर्छन्। खान्जी पनि सोध्नु, अब हिरागाना कातागाना हजुरलाई आउँछ भने हजुरलाई खान्जी पनि सोध्छन् अनि हजुरलाई चाहिँ अब केही कुराहरू पनि सोध्नुहुन्छ उहाँहरूले, कुन देशको हो, के हो, के गर्नुहुन्छ अनि डिपेन्डेन्ट स्टुडेन्ट के सबै कुरा हजुरलाई डिटेलमा त्यहाँ सोध्नुहुन्छ र त्यहाँ सोधिसकेपछि चाहिँ हजुरलाई चाहिँ काताकाना कतिको आउँछ त, कतिको पढ्न सक्छ, कतिको लेख्न सक्छ भनेर चेक गर्छ अनि हजुरलाई चाहिँ सोध्छ पनि हजुर पढ्न लेख्न आउँछ कि आउँदैन भनेर। अनि त्यसपछि चाहिँ हजुरहरूलाई चाहिँ आउँछ भने आउँछ भन्नु होला, आउँदैन भनेपछि चाहिँ आउँदैन भनिदिनु होला, किनकि हामी त्यहाँ पढ्न गएको हो। त्यहाँ हामीले लाज मानेर डर मानेर हुँदैन, आफूले आउने कुरा क्लियरली भनेर नआउने कुरा पनि क्लियरली भनिदिएपछि चाहिँ उनीहरूलाई चाहिँ ग्रुप छुट्याउन सजिलो हुन्छ र उनीहरूलाई चाहिँ हजुर कुन ग्रुपमा पढ्नुभयो भनेपछि अनि उनीहरू चाहिँ हजुर कुन ग्रुपमा पढ्नुभयो भनेर त्यहाँ भन्छ अनि त्यसपछि चाहिँ हजुरलाई त्यही ग्रुपसँग राखेर पढाउँछ। त्यसैले चाहिँ हजुरहरू चाहिँ नडराउनु होला र त्यहाँ गएर चाहिँ क्लियरली भन्नु होला, यो आउँछ यो आउँदैन भनेर क्लियरली भन्नु होला र त्यसपछि चाहिँ हजुरलाई चाहिँ त्यो दिन सेन्सेले मजाले पढाउँछ र त्यसपछि चाहिँ हजुरलाई त्यसपछि हजुर कुन ग्रुपमा पढ्नुभयो त त्यो ग्रुपमा राखेर हजुरलाई पढाउँछ। मैले पनि एक दिन गएको थिएँ, अस्ति भर्खर गएको थिएँ, म पनि यो लास्ट शनिबार गएको थिएँ। त्यसपछि चाहिँ म गएँ अनि मलाई पनि सेम यस्तै भएको, मलाई जे गर्यो मैले पनि त्यही कुरा हजुरहरूलाई सेयर गरेको हो मैले त्यसैले चाहिँ हजुरहरू पनि जान सक्नुहुन्छ। यदि हजुरहरूलाई जापानिज भाषा पढ्न मन छ भने हजुरहरू पनि जान सक्नुहुन्छ त्यही। अनि त्यसपछि चाहिँ अब नेक्स्ट क्लास अब मेरो चाहिँ नेक्स्ट क्लास अर्को शनिबार छ, त्यसपछि चाहिँ एक दिन चाहिँ गोल्डन विक बिदा छ, त्यसपछि चाहिँ शनिबार 1.5 घन्टा चाहिँ क्लास हुँदो रहेछ। म चाहिँ जान्छु। हजुरहरूलाई पनि यदि जापानिज भाषा सिक्न मन छ भने हजुरहरू पनि मजाले जानु होला। जापानमा हुनुहुन्छ भनेपछि चाहिँ जापानिज भाषा चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। हजुरलाई चाहिँ जता जाँदा पनि जापानिज भाषा नै चाहिन्छ।
त्यसैले यदि हजुर फ्री हुनुहुन्छ भने चाहिँ जापानिज क्लास लिनुहोला, जापानिज भाषाको क्लास लिनुहोला। हजुरहरूलाई चाहिँ गएको गएर भाषा सिक्नु भनेपछि हुँदैन, किनकि गएको गएर भाषा सिक्न हामीहरूको त्यत्रो टाइम पनि हुँदैन र त्यसपछि चाहिँ हजुरहरूलाई चाहिँ 8-10 लाख त फी नै पर्छ। गएको फी तिरेर पढ्नुभन्दा हजुरलाई चाहिँ फ्री क्लास भइरहेछ भने चाहिँ किन सदुपयोग नगर्ने त। त्यसैले हजुरहरू पनि फ्री क्लासमा सदुपयोग गर्नुहोस्, पढ्नुहोस् र आफ्नो लाइफ बनाउनुहोस्। जापानमा भाषा छैन भने केही पनि छैन। त्यसैले यदि हजुरहरू भाषा सिक्न चाहनुहुन्छ भने चाहिँ जानुहोस् र भाषा सिक्नुहोस्। यदि हजुरले चाहिँ मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गर्नुहोस्। भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनु होला। यदि हजुरहरूलाई चाहिँ अब कुनै कुरा छुटे जस्तो लाग्यो भने चाहिँ मेरो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है त। जापानिज भाषा सिक्नको लागि चाहिँ बेस्ट हुनेछ सेक्सोको क्लास। हजुरले चाहिँ गएर एकचोटि जोइन गर्नु होला। हजुरले चाहिँ त्यहाँ गएपछि चाहिँ हजुरले प्र्याक्टिस हुन्छ र हजुरले पढ्न पनि सक्नुहुन्छ, लेख्न पनि सक्नुहुन्छ, बुझ्न पनि सक्नुहुन्छ। त्यसैले यदि हजुरलाई जापानिज भाषा आउँदैन भनेर चाहिँ मलाई त भाषा आउँदैन, के गर्ने होला, कस्तो गर्ने होला भनेर पिल लिनुभन्दा हजुरले चाहिँ यो क्लासमा गएर जोइन भयो भने चाहिँ हजुरले चाहिँ एकदम राम्रो हुन्छ। एकै दिनमा पनि धेरै चेन्ज आउँछ कि हामी घरमा बसेर पढ्ने भनेर पढिँदैन कि, घरमा बसेर पढ्ने भन्यो पढिँदैन। यो मोबाइल छ नि, मोबाइलको लत एकदम, मोबाइल मात्र चलाउन मन लाग्छ, घर भयो भने मोबाइल मात्र चलाइन्छ। त्यसैले हजुर चाहिँ हप्तामा 1 दिन होस्, 2 दिन होस्, 3 दिन होस्, जति दिन क्लास हुन्छ चाहिँ टाइम मिलाएर गएर पढ्नुहोस् र जापानिज भाषामा प्रगति गर्नुहोस् है त। ओके, बाई बाई, थ्याङ्क यू फर वाचिङ। अनि मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र नजिकै रहेको बेल आइकनलाई पनि बजाइदिनु होला। कसरी सिक्ने त जापानिज भाषा? जापानिज भाषा सिक्न धेरै गाह्रो छैन कि। यसो गएर हजुरले चाहिँ मजाले सोध्नु होला कि यहाँ जापानिज भाषाको क्लास हुन्छ कि हुँदैन भनेर। हजुरलाई भाषा आउँदैन भने पनि इङ्ग्लिसमा ट्रान्सलेट गरेर जापानिजमा यत्रो ट्रान्सलेट छ, हजुरले मजाले सोध्नुहोस् र उहाँहरूले हजुरलाई डिटेलमा बुझाइदिनुहुन्छ कि हामी भाषा, यिनीहरू विदेशी हो, भाषा आउँदैन भन्ने उनीहरूलाई थाहा हुन्छ। त्यसैले उनीहरू मजाले बुझाइदिनुहुन्छ। त्यसैले हजुरहरू पनि जानुहोस् है त, नहिचकिचाउनुहोस्। मैले पनि 3 वर्षमा बल्ल गइरहेको छु कि, त्यसैले मैले गरेको गल्ती हजुरहरू नगर्नुहोस्। हजुरहरूले चाहिँ मजाले गएर मजाले पढेर आउनुहोस् है त। म चाहिँ 3 वर्षमा बल्ल गएको कि जापानिज भाषाको क्लासहरू त्यो सोध्नु। पहिले पनि सोधेको थिएँ, तर पहिले हाम्रो एरियामा त त्यस्तो क्लासहरू थिएन। अनि अहिले पनि हाम्रो एरियामा छैन। यहाँबाट आधा घन्टा जति हिँडेर गयो भने अनि बल्ल हुन्छ। त्यहीँको नम्बर दिएको थियो मलाई, त्यही पनि म त जान्छु, हजुरहरू पनि जानुहोस् है त। ओके, बाई बाई, थ्याङ्क यू फर वाचिङ। र भिडियोलाई चाहिँ लाइक, कमेन्ट, सेयर गरिदिनु होला र मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है त। यस्तै भिडियोको लागि नजिकै रहेको बेल आइकन पनि बजाइदिनु होला। त्यसपछि म चाहिँ जापानमा हुन्छु र जापान सम्बन्धी यस्तै भिडियो लिएर आउनेछु।